Miss Nansel. Going to change your hairstyle? Where's my pineapple? So yes, we came here in the bank. So this is a bank. So it was very nice, Josma. So Naika चाहिँ यहाँ क्याप किन्न लागिरहेको छ. Naika is going to buy cap from inside. So it's like this. He's bringing the caps. That is the one you want exactly. He's showing. Sandals पनि राखेको छ बेच्नुलाई. So today we are here in zoo. Zooमा छौँ हेर्नलाई. यस्तो छ यो ठाउँ. देख्न सक्नुहुन्छ. It's nice. I guess it is. यहाँ चाहिँ हाम्रो गाडी छ ल. त्यहाँ काउन्टर छ त्यो मैले हेरेको थिएँ युट्युबमा. सो आज चाहिँ हामी जूमा छौँ. जूमा यस्तो छ ठाउँ. यहाँ काउन्टर छ. यस्तो छ जोस म्युजियम. मैले त्यो युट्युबमा नि हेरेको थिएँ. यस्तो छ. सो त्यहाँ पर चाहिँ इन्फर्मेसन राखेको छ हैन. राम्रो छ हेर्नलाई. यस्तो खालको छ है. त्यहाँ पनि केही इन्फर्मेसनहरु छ. त्यो चाहिँ म्युजियम रहेछ है. यस्तो छ है. नाइजेरियाको फ्ल्याग छ. हामी यस्तो यहाँबाट गइरहेका छौँ. यहाँ म छु लाइक दिस. यहाँ मेरो स्पिकर सी अब चाहियो. यहाँ चाहिँ गोही पनि छ. यसरी बसिरहेको छ गोही. सबजनाले हेरिरहेका छन् यस्तो गरेर. How you know this? Baboon. यो चाहिँ मेरो ड्रिम एनिमल. Baboon. Baboon. What we call this in your language? You have no idea. No, no idea. No idea. You only call monkey. Baboon. 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 I don't know the native name. Okay. Language. The baboon. हाइना छ अरे त्यहाँ चाहिँ है. यहाँ चिल. त्यहाँ बबुन. त्यहाँ पाइथन. तर अनफर्चुनेटली हामीले त्यो पाइथन चाहिँ देखेनौँ. त्यो भित्र कता बसिरहेको छ चिसोमा. यहाँ आउने बित्तिकै गोही छ. यस्तो छ. सो हामी हिँडिरहेका छौँ. अरे महाकसम ढुकुर हैन यो. अरे परेमा भनेर लेखेछ त. कहाँ गयो ढुकुर हैन. हामी हाइना हेर्न आएको थियौँ. तर हाइना चाहिँ अनफर्चुनेटली यहाँबाट सारिसकेको रहेछ है त. त्यो माथिको यो केस पनि खाली छ. उनीहरू चाहिँ माथि लागिसके. अब म पनि माथि लाग्दैछु. यस्तो छ है यहाँको जू चाहिँ. लेट्स सी. अब समथिङ रियली नाइस हेर्न गइरहेको छौँ हामी. त्यो चाहिँ चिम्पान्जी. वाइल्ड चिम्प. हामीलाई चाहिँ बच्चाहरूले यस्तरी हेरिरहेका छन्. जहाँ पनि हेरिरहन्छन्.
The chimp. I want to make big trouser. That side. The I chimp. don't have any specific one in mind. If you see Wow. anything, okay, like this Sarita. See how it looks. Okay, you can make one of the Sarita style. Close up. So there is the Nigerian national bird. That one is standing over there. And this one is peacock. Over there is the beautiful one. So यो चराको नाम चाहिँ क्राउन क्रेन हो. यो चाहिँ यहाँको राष्ट्रिय पंक्षी हो. यस्तो देखिन्छ त. यो परबाटै हो. Let me see it from far away. कस्तो राम्रो छ के चरा साच्चै के भन्नु पर्दाखेरि चाहिँ. यहाँ खै किन क्लियर देखिरहेको छैन. एकदम राम्रो छ. यो नाइजेरियाको नेसनल बर्ड हो. मलाई लाग्छ यसको नाम सारस हो. यो चाहिँ नेपालमा त्यो धान लगाएपछि खेततिर उभिएर बसिरहेको देखेको थिएँ मैले धेरैचोटि. यस्तो रहेछ यो है. त्यो के हो त्यो? So here is lion inside, but that thing goes up there in the stone, so we cannot see its face right now. It is a male lion that I saw, but only from the side of its body, not from the head. I want to see it, and we all are waiting here to see it. Let's see how it goes. Will it come down or not? Yes. And over there we have baboon again, I guess, but I'm not sure. And that part there is ostrich, as you can see it. I'll try to record that too. That is my friend, he's coming here. So here we have, this is ostrich, emu. Stand here, I do not say Ostrich, ostrich, ostrich. Just say the fella be like in a robe. Another one. This is the one whom we see from the near. See. Hey, how are you? This is Zena. So यसको क्लोज अप लिने कोसिस गर्छु म है त. यो यहाँको नेटिभै हो रे. यही पनि पाइन्छ रे. म त अस्ट्रेलियामा मात्र पाइन्छ कि जस्तो लाग्थ्यो, हैन रहेछ. So यहाँ चाहिँ they have got python over here like this. They have got python over there, and now let's zoom it out. The kids are playing over there. So we came all the way from there. There is lion. Yes, please. There's ostrich, and there is tortoise. There is tortoise. You can see it. Like that they are. You can see it. Sorry, त्यसरी त यो यस्तो हुने रहेछ. tortoise कति 100 वर्ष पुरानो हो यो थाहा छैन. यस्तो छ ल. यस्तो छ यो ठाउँमा बसिरहेका छन्. यस्तो छ. त्यहाँ बोकाहरू राखेको छ. त्यो चाहिँ उसको लागि खसी बोका राखेको रहेछ. त्यहाँ त्यो चाहिँ उसको लागि सिङ्गौको लागि. यहाँ पनि छ. Something inside the house. So this is brother of horse. Wow. Is it brother of horse? Look very nice. Here they have eagle. यस्तो खालको eagle छ यो. चुच्चो रातो भएको. यस्तो हुने रहेछ. खुट्टा र चुच्चो रातो भएको. त्यहाँ वेस्ट अफ्रिकन भन्दो रहेछ यसलाई चाहिँ. वेस्ट अफ्रिकन. काइट पनि देखियो आज फर्स्ट टाइम लाइफमा. काइट भने त चिल पो रहेछ हौ. So this is West African red eagle, something which looks very beautiful. So सिंहलाई हेर्न चाहिँ यहाँबाट दुलो बनाइदिएको रहेछ के यस्तै भित्र छिरेर गएर हेर्न मिल्ने रहेछ. यस्तो बनाइदिएको रहेछ कि यहाँबाट भित्र गएर छिरेर त्यहाँ उँभो गएर त्यहाँ गएर अनि त्यहाँबाट चढेर हेर्ने रहेछ. किनभने सिंह सुतिरहेको छ कि त्यस्तो बनाइदिएको रहेछ मान्छेले. So it is history gallery. त्यहाँ सेबर टुथहरु राखेको छ. यो चाहिँ एउटा यो छ. यसको नाम के एउटा गाडी छ.
Crazy, man. स्टिम इन्जिन यो चाहिँ अब यो स्टिम इन्जिन हुँदाखेरिको रेल हो यो पनि है त्यस्तो खालको रहेछ लास्टै म्यासिभ रहेछ हेरौँ यस्तो देखिरहेको छ यो चाहिँ पुरानो अफ्रिकन घरहरू हो यस्तो रहेछ पहिलाको अफ्रिकन घरहरू है अहिले चाहिँ यस्तो केही पनि छैन फेरि मान्छेले पोट्री मात्रै गरे हो अनि यो चाहिँ फेन्सको लागि हो यो क्याक्टस जति सबै यहाँ जन्ती राखेको छ फेन्स हो यो फेन्सको काम गर्छ यस्तो छ अनि यहाँ छ एउटा गाडी होइन थाहा छैन कति वर्ष पुरानो तर एकदम पुरानो जस्तो छ सो यस्तो छ यहाँभित्र चाहिँ है अब यो भयो अब यहाँ 100 स्टेप माथि चढिसकेपछि चाहिँ यहाँबाट 100 स्टेप माथि चढेपछि चाहिँ माथि 360 भ्यू हेर्न मिल्ने रहेछ यो ठाउँको है यो त इन्फर्मेसन लेखिरहेको छ है सो फेन्स हो यो फेन्सको काम गर्छ यसले मात्र 100 स्टेप हो तर यिनीहरू चाहिँ बानी नभएको भए थाक्दो रहेछ नि यस्तो छ है त सेटलमेन्ट त्यसको त्यो जिउको कौडा हो नि सबै कौडा हो नि यस्तो हुने रहेछ नि यहाँको पहिलाको इन्डिजिनियस मान्छेहरू चाहिँ धेरै हिँड्न नसक्ने रहेछ नि यिनीहरू यस्तो उकालो चाहिँ 58 स्टेप बाँकी भयो ठाउँ यस्तो छ यो ठाउँ चाहिँ अनि म छ यहाँ यसरी हिँडिरहेको छु मोरिङमा अब यहाँ 70 स्टेप So this is the view from the top. I want to tell you this. Come, let me move my handkerchief first. That's why it's That's not leaving this way. Sicko. Policeman agricultural implement रहेछ यो फिसिङ फिसिङको लागि युज गर्ने युनिफर्ममा पनि हुन्छ यो पनि नेपालमा हुन्छ समथिङ स्ट्रिगल रहेछ White men you see. It's a good Kosalaki. Warrior, a warfare, power and authority. Production power like he said. Still the marble, Kistar, Bunduk, Dal, Salado, Stimulation, Axe, Padu. एडभान्स त होइन रहेछ यिनीहरूको फाइटिङ टेक्नोलोजी चाहिँ इन कम्पेरिजन टु नेपाल है नेपालमा त नेक्स्ट लेभल छ नि त फाइटिङ टेक्नोलोजी यो चाहिँ म्यान अफ हर्स ब्याक ब्रोन्जाइट भनेर लेखेको छ यस्तो छ किङको होला रोयल हो रहेछ किङकै रहेछ रोयल लाइफहरू गरेको रहेछ यो चाहिँ यस्तो छ यहाँ चाहिँ है त यस्तो छ सो यो चाहिँ वारफेयरको सेक्सन हो यो वारफेयरको सेक्सन पछि चाहिँ के छ भन्दाखेरि ठ्याक्कै अगाडि चाहिँ यहाँ अब यो एग्रिकल्चरहरूको बारेमा छ यहाँ फर्टिलिटीको देवताको बारेमा छ अनि यो चाहिँ रोयल लाइफहरू कसरी बाँच्ने भन्नेको बारेमा छ त्यहाँ चाहिँ यही त यस्तो छ यो सेक्सनहरू यिनीहरूको माटोको भाँडाहरू कसरी युज गर्थे भनेर लगाएको रहेछ यो देखाएको छ सबै माटोको हो यो ग्राइन्डिङ गर्ने अब यो खानेकुराहरू हाल्ने होला नेपालमा त स्टिल पनि छ यो ठ्याक्कै कस्तो नेपालको जस्तै खालको भएर आउने छ यो डान्सहरू गर्ने कुराहरू छ बजाउने दमाहरू भयो
सितार यस्तो छ। सबैभन्दा इन्ट्रेस्टिङ कुरा चाहिँ यहाँ छ हाम्रो थारूहरूले चढ्ने जस्तो है त। सबभन्दा राम्रो कुरा नै छुन पनि पाइने रहेछ क्या, केही पनि रेस्ट्रिक्सन छैन। लामो छ, ट्रेड एन्ड कमर्सको लागि भनेर लेखेको छ युजनी भनेर है त। यस्तो खालको रहेछ यो, उसको नाम क्यानोई, त्यहाँ लेखेको छ केनेम्बु क्यानोई है त। यस्तो खालको क्यानोई छ, यस्तो खालको छ यहाँ। अनि यो चाहिँ अब कुनै नाचहरूको ड्रेस रहेछ। दमाहामा एकलुक लगम, दमा मादल सादल के हो, सितार जस्तै कुरा पनि छ यो है। अहिले बाजा बजाउने सोच्ने कुराहरू अहिले पनि प्र्याक्टिसमा चाहिँ गर्दो रहेछन् ट्राइबल मान्छेहरूले। यस्तो छ ल। हाम्रो देशको लाखे जस्तै रहेछ यो। यस्तो छ। अनि यो फेरि के हो यो, केही छ यो के छालाले भनेको। र हामी आएको म्युजियम चाहिँ यो हो। योभन्दा अगाडि चाहिँ हामी कहाँ गएको थियौँ भन्दाखेरि ऊ त्यहाँ हाम्रो गाडी छ, त्यो हामी आएको गाडी त्यो हो। यतातिर जू छ, अनि त्यो अघि माथि डाँडामा गएको भने उतातिर हो। अनि यहाँ चाहिँ अघि हामी आएको यो भर्खर यहाँबाट निस्केको यो चाहिँ म्युजियम हो। यहाँ त यस्तो छ। ओके, हामीलाई उता बोलाइराखेको छ ल। त्यो चाहिँ हामी यहाँ अर्को म्युजियमभित्र छिर्यौँ, जुन चाहिँ यही म्युजियमको साइडमा छ। यस्तो छ छिर्ने बित्तिकैको सो बेसिकल्ली यो म्युजियम चाहिँ ट्विन्सहरूको लागि बनाएर छ। यहाँको एउटा ठाउँमा चाहिँ एकदमै धेरै ट्विन्सहरूको जन्म हुन्छ। त्यस्तो चाहिँ 3टा ठाउँमा रहेछ वर्ल्डमा। एउटा इन्डियामा रहेछ, केरलामा, एउटा ब्राजिलमा रहेछ, एउटा यहाँ रहेछ होइन। यो चाहिँ लेगोसबाट 80 किलोमिटर पर छ त्यो ठाउँ। अनि त्यहाँ चाहिँ कति धेरै एकल्ट कस्टम प्र्याक्टिस गर्दो रहेछ। सबै यो ट्विन्सहरू देखायो नि। यो भने चाहिँ बच्चा ट्विन्स छन् भने मारिदिने रहेछन् है, दुवैजना मारिदिने रहेछ। मारेपछि तिनीहरूको यस्तो आउने रहेछ, किन दुइटा यस्तो स्कल्पचर बनाउने रहेछ। त्यो नराम्रो भनेर सोच्दो रहेछ ट्विन्सहरू। कहीँ कहीँ चाहिँ एकजनालाई मारेर एकजनालाई मात्रै राख्ने रहेछन्। त्यस्तोको रिप्रेजेन्टेसन चाहिँ यस्तोले गर्छ। त्यसको फोटो कहाँ छ भन्दाखेरि यहाँ छ। यसमा के लेखेको छ क्लियरली भने द ट्विन्स ट्विन्स सिस्टर्स यसरी गरेको थियो एउटा। अनि त्यही स्टोरीले के थियो, केही खानेकुराहरू त्यो the ones that put crows. Then we have the fertility people, we have the Sambo, the fertility people. यो चाहिँ ट्विन्स म्युजियम रहेछ। हामी भर्खर भित्र छिर्छौँ। अब यहाँबाट हामी यतातिर लाग्दैछौँ, यता यहाँभित्र है त। यहाँ चाहिँ अब अहिलेबाट देख्न सकिन्छ भाँडाकुँडाहरू राखेको छ पर त्यहाँ सबैको यसरी भाँडाकुँडाहरू यस्तो मिलाएर राखेको रहेछ। यो भित्र के छ गएर हेरौँ। छिरौँ अब यहाँबाट हामी। यस्तो छ। तुला बचम यस्तो छ। हेर्दाखेरि यस्तो देखिन्छ। त्यस्तो खासै स्पेसल त केही पनि छैन, बाहिरको भाँडाकुँडाहरू छ यस्तो टाइपको। झन्डै लडेको रे तिमी। भर्खर त्यहाँबाट आएको थियौँ हामी। सबै माटोको भाँडाहरू राखेको रहेछ यहाँ है। ल जति देखिन्छ जम्मै माटोको भाँडा छ। यस्तो खालको सबै माटोको भाँडा मात्रै छ यहाँ। यस्तो खालको छ है त।